संघर्ष र सफलताको यात्रा, सनित राईको प्रेरणादायी पुनरागमन। झापा गाउँपालिका 6 सडामतीका सनित राईले जीवनमा धेरै आरोह अवरोहहरूको सामना गरेका छन्। संघर्षकै कारण उनले विभिन्न मोडहरू पार गर्दै नयाँ आशा बोकेर पुनः व्यावसायिक यात्रा सुचारू गर्न लागेका छन्। स्वदेशमै केही गर्ने अठोटसहित उनले कृषि क्षेत्रमा हात हाले। तर नेपालमा कृषि प्रधान देश भए तापनि नीति नियमले सहज वातावरण बनाउन सकेन। उनले लिजमा जग्गा लिए, व्यवसाय थाले पनि निरन्तरताको कठिनाइले सफलता हात लागेन। उल्टे ऋणको बारी बढ्दै गयो। त्यसपछि उनले विदेश जाने योजना बनाए, तर परिस्थितिले अनुमति दिएन। आफ्नै भूमिमा केही गर्ने दृढ सङ्कल्पका साथ उनी काठमाडौँ आए। यहाँ उनले सेक्वा कर्नर सञ्चालन गरे। व्यवसाय राम्रो चल्दै थियो, ग्राहकहरूको राम्रो प्रतिक्रिया पाइरहेका थिए। तर दुर्भाग्यवश सडक विस्तारको क्रममा उनको पसल हट्नु पर्यो। फेरि पनि जीवनले नयाँ सङ्घर्ष थप्ने भयो। तर सनित राई ती मानिसहरू मध्ये परेनन् जो असफलताको अगाडि हार मान्दछन्। उनले आत्मबल सम्हाल्दै पुनः नयाँ सोच बनाए। अब उनले आफ्नो जन्मथलो झापाको सडामतीमै हाङको खाजा घर तथा सेकुवा घर सञ्चालन गर्न लागेका छन्। आउँदो चैत्र 18 गतेबाट पुनः व्यवसाय सञ्चालन गर्दैछन्। जीवनमा अनेक बाधा आइपर्दछन्, तर दृढ इच्छाशक्ति, मेहनत र लगनशीलता भए सफलता पक्कै सम्भव छ भन्ने उदाहरण बनेका छन् सनित। उनको सङ्घर्ष हरेक युवा उद्यमीका लागि प्रेरणाको स्रोत बन्नेछ।